होइन त जा तेरो घर अब हामी राख्दैनौँ न तँलाई गरेको गुड मर्निङ एभ्रिवान अनि हाम्रो चाहिँ बिहानी भइसकिसकेको छ आजकल चाहिँ हामी अलिक ढिलो उठ्ने गर्छौँ चिया पिउँदैछौँ हो अनि हाम्रो नेन्जी चाहिँ यहाँ छ नेन्जीको चाहिँ अब एक्जाम एउटा मात्रै छ हो सक्नु आँट्यो अनि आज बिहानै योसँग दुईटा छ है योसँग चाहिँ अब बिहानै आज उयो भयो नि त कि एउटा चिज भयो त्यही भएर चाहिँ यसले साह्रै तङ गर्यो यो पढ्नु पनि मान्दैन हामीसँग बिहानै हामीसँग झगडा गर्छ होइन त्यही भएर अब यसलाई चाहिँ पुऱ्याइदिने अब हामी सच्चाइ बताउन गइरहेको छौँ होइन अन्त चाहिँ म चाहिँ यसको निनी हो यता भाउजू चाहिँ नेन्सीको मम्मी हेरिदिनु न हो कि होइन भन्छ हो कि होइन मम्मी हो कि होइन मम्मी होइन मम्मी ठिक पक्रिछ होइन तेरो मम्मी हामीले त तँलाई नालामा भेटाएको पो त है भाउजू कस्तो माया लागेर चाहिँ भनिदिनु न सच्चाइ भनिदिनु त भाउजू यसलाई मोरा यसको पापा भनाउँदो पापा हामी चाहिँ अब भनाउँदा आमा र पापा हो नि त अन्त एक दिन चाहिँ बजार जाँदै थिएँ कि अन्त बजारमा चाहिँ हामी डुले बजार डुलिसकेर पनि घर फर्किँदा चाहिँ होइन माथि पहिला त गाडीमा हिँड्थिन्न नि त हामी हिँडेर जान्थ्यौँ बाटो कस्तो थियो त्यति बेला है त्यहाँदेखि चाहिँ जङ्गलमा चाहिँ नानी रुँदै थियो होइन हामी चाहिँ के होला भनेर इग्नोर गर्दै जाँदै थियौँ क्या त्यो जङ्गलको नालामा है अन्त दुईटा हुनु पर्थेन नानी प्रेग्नेन्ट चाहिँ को कुन प्रेग्नेन्ट कहिले प्रेग्नेन्ट देखिस् तैँले तैँले देखिस् छैन है हैन तपाई तँलाई अन्त सानोमा यत्रो नपालेको हो नि त तँलाई त हेरमाथि मम्मीहरू जाँदै थियो होइन अब यो कुरा चाहिँ सुन त मैले हामीले यो कुरा चाहिँ तँलाई भनिदिएको किनभने त पढ्नु मान्दैनस् एक त तँलाई त्यो बिचमा अर्काको नानी किन राख्नु यहाँ हामी किन यस्तो राम्रोमा राख्नु हेर्नु गएको कि यो नेन्सी पो रहेछ यत्रो नै अन्त हामीलाई छोडेर जानु आउनु पनि मन लागेन हो नरेनलाई भने ठिकै अब हामी फर्स्ट बिहा गरेको थियौँ नि त अन्त चाहिँ होस् यसलाई नै लगेर पालौँ हो भनेर चाहिँ अब हामी त्यस्तो जन्माउनु त्यस्तो उयो थिएन नि त प्लानिङमा थिएन अन्त नेन्सीलाई ठिक्कै भेटाएर चाहिँ अहिलेसम्म मैले नानी पनि जन्माएको छैन यसलाई पाल्दै ठिक्कै भएको छु हो अन्त मुख लाग्दो सच्चाइ चाहिँ हामीले भनिदिएको अनि यो चाहिँ नि एउटा माग्नेको छोरी हो होइन रहेछ पछि चाल पाउँदाखेरि चाहिँ अन्त अस्ति यसलाई चाहिँ हामीले नभनेको कि अस्ति चाहिँ पुरा माग्नु आएको थियो नि त लान्छु 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 भनेर अन्त हामीले चाहिँ अब नरेन दादासँग पनि हामीले डिसाइड गरिसकेको छौँ कि अब इक्जाम सकेर चाहिँ यसलाई पुऱ्याइदिने भनेर है आउँछ होला सायद अब कहिलेतिर त्यहाँबाट हामी चाहिँ नेन्सीलाई चाहिँ दिने उतै अब होस् लैजाओस् यता बस्दा यसलाई राम्रो गर्दा हुँदैन रहेछ जा ल जसो हामी त उसमा पनि नगरौँ अब पढ्नु पनि मान्दैन यो स्विमिङ पुल जान्छु भन्दै थियो होस् नलगी पठाइदिनु इक्जाम सकेर अब त्यो माग्नेलाई दिइहाल्नुपर्छ हामीले त यसलाई नालामा भेटेको हो होइन माथि जङ्गलको नालामा अनि हामीले चाहिँ यसलाई पालेको को प्रेग्नेन्ट बिहा गरेपछि त प्रेग्नेन्ट हुँदैन प्रेग्नेन्ट त हुन्छ नि कसरी बुझाउनु बेला को भयो प्रेग्नेन्ट कसरी कहिले देखिस् अस्ति नै होइन होइन है भएको छैन त्यो त हामीले त्यसै कुरा मात्रै गरेको पो त प्रेग्नेन्ट भएको छैन आमा तेरो भनाउँदा आमाले तेरो तँलाई त भेटेको पो हो त तँलाई भेटेर पालेको हो हैन तपाईँ दुईजना पागल जस्तो छ हो त अन्त तँलाई भेटेको त अन्त अब यसलाई पुऱ्याउनु पर्छ ल भाउजू यसको लुगाहरू सबै निकालिदिनु हो त्यहाँबाट मात्रै थाहा पाउँछ नि यसलाई त्यो पुऱ्याइसकेर बसोस् न उयोहरूकोमै यसको अब त्यहाँ गएपछि त तपाईँ दुईजना पागल हो तै हो पागल तँलाई पो पुऱ्याउने त पुऱ्याउँदा मात्रै थाहा पाउँछस् तँ त हाम्रो होइन त तँ त मेरो भदाइनी होइन त तँ हाङमा निनीको पनि भदाइनी होइन तँ मम्मीको पनि छोरी होइन तँ त पालेको छोरी हो नालामा भेटाएको तँलाई अन्त त कस्तो राम्रो गरेर राखिराख्छु हुँदैन रहेछ यसलाई नि अब त पुऱ्याइदिने तँलाई त पढाएर चाहिँ ठुलो मान्छे बनाऊँ भनेर त हुँदैन रहेछ पढ्नु मटेरी गरिबस्छ होस् अब हामी नपढाउने अब अर्काको सन्तानहरू नपाल्ने हामी जा उता
जा गइहाल हामी त माया गर्दौँ न त अन्त म र मम्मी त माया गर्दौँ न होस् अब अर्को भाइ जन्माउनु पर्छ अर्कै जन्माएर तँलाई त लाँदिन कहीँ पनि हो होइन अन्तको पेङ्गुइन चाहिँ कहिले भयो तपाईँ सेतो हुने बेलामा म तपाईँसँगै थिएँ त कहिले अस्ति तँलाई थाहा छैन त त नानी हो तँलाई के थाहा प्रेग्नेन्टहरू भनेको के हो मलाई भनेर याद छ के हो बुढीमा नानी हुन्छ कहिले देखिस् अन्त तँ त सानै हुन्छस् कसरी अन्त देखिस् त। मम्मी प्रेग्नेन्ट भएको चाहिँ पापाले भन्यो के भन्यो पापाले त्यही के भन्यो आमाले नानी अब यसलाई एक दुईपल्ट अस्ति अरुणाचल पनि लगिहाल्यो मामा घर भनेर यसो ढाँटेर चिनाइहाल्यो होइन अब त नलानु यसलाई यसको कोही छैन यो त एकदम यो त माग्नेको छोरी हो हामी त माया गर्दौँ न नेन्सी त नेन्सी होइन यसको नाम पनि माग्नेको छोरी हो अब हामी त माया गर्दौँ न कसले पनि माया गर्दैन अब त नेन्सीलाई पढाउँदैन पनि लो। के पनि गर्दैन जा अब यसको लुगाहरू प्याक गरिदिनुपर्छ लानुपर्छ यसलाई लु प्याक गरेर देखाउनु त लु प्याक गरेर देखाउनु खै स्ट्याचु बसिरहेको छ त प्याक गरिदिनु त होस् यसले साह्रै हल्कामा लियो तेरो हालिदिनु त होस् जस मुख लाग्छ जा पुऱ्याइदिनुपर्छ यसलाई ल बेग निकाल बेक मेरोमा त बेकै छैन म निकालिदिन्छु ल फोन गरिदिउँ गरिदेऊ स्कुल ड्रेस पनि लान्छ अब नेन्सीलाई पुऱ्याइदिने हो हुँदैन रहेछ प्याक गरिदिएन भाउजू म तपाईँको छोरी होइन त्यसो भए म तानेको गर्छु होइन त तँ छोरी मेरो भदाइनी पनि होइन तँ हामीले त्यसै माया गरेर राखेको तँ नालीको नाली तँलाई नालीमा भेटेको अन्त त हामीसँग अनुहार पनि मिल्दैन यसको आमासँग मिल्दैन बाउसँग मिल्दैन त्यसो भए छैन मेरो छ तँ त तँलाई त भेटाएको छोरी हो तपाईँले काटिराख्छ मलाई काटेको छैन ए गर्दैछु हो बात गर्छु साह्रै उयो गर्यो हेलो ए हजुर उयो नेन्सीको बाबा बोल्नु भएको हजुर त्यही त अस्ति हामीले भनेको थियो नि हामीले नभए नेन्सी पाल्नु सक्दैनौँ हामी साह्रै अटेरी गर्छ पढ्नु मान्दैन अनि अर्काको छोरी यसरी पालेर त कहाँ हो हामी पनि त्यसै पढाउनु सक्दैनौँ हामी कति यसलाई कोसिस गर्छौँ र पनि यो हुँदैन रहेछ छाडा अटेरी छ कि लानुहोस् तपाईँले अहिले निकालिदिनु कहाँसम्म आउनुहुन्छ ए पर गोलाइसम्म बाटो चिन्नुहुन्छ बाटो ए हुन्छ आउनुहोस् न ल यहाँ हजुर यहाँ भाउजूले लुगा प्याक गरिदिँदैछ नेन्सीको कि हुन्छ अहिले लैजाओस् न हुन्छ अहिले फोन गर्छु नि ल पाउँछ क्या अस्तिदेखि हेर्न त देख्यो भने है भाउजू खोइ मेरो खुट्टा नगर हामीले कति माया गरेर राखेको हामीलाई कति माया त लाग्छ नि के गर्नु अब यो हाम्रो बधाई नि त होइन कहाँ छ तेरो बाजे कोही छैन त तेरो यहाँ सुकुम पनि तेरो दिदी है बहिनी होइन कोही होइन तेरो जा रेडी हो जा तेरो घर तेरो घर अब हामी राख्दैनौँ न तँलाई रेला गरेको लु रेला गरेको आइज त आइज होइन त
रेला गरेको अहिले यतै बस्छस् यतै आइज त्यसै ऊ हेर न ऊ होइन भन्दा पनि यस्तोको दिदी छ तपाईँ मेरो छोरी होइन भन्छ यसले उल्टा उल्टा बोल्छ हौ हो तेरै छोरी हो अब भिडियो सिडियो नबनाउनु आउँदेखि ल यसरी जिस्किँदैन नि ल यसको साह्रै मन कलेजो मुटुमा लागेछ हौ आउनु यता गमी बिहा होइन पप्पी मिलो बजाइने हुने हौ छिरिसेलाई चाहिँ यति भएको छ लु यसलाई चाहिँ हाम्रै छोरी हो नि है हो नि गुड गर्ल हो कसले पनि लाँदैन कसले पनि केही गर्नु सक्दैन हाम्रो नेन्सीलाई जिस्काएको हौ तिमीलाई नलिनु ल आई लभ यु खोइ गमी बियर आउँछ हामी त गमी बियर खाने हो नेन्सी र म त्यहाँबाट पढ्ने हो एक्जाम सक्छ त्यहाँबाट हामी कहाँ जाने स्विमिङ पुल है भेरी गुड